मैले त बिल बुक लाइसेन्स सब बोक्न बिर्सेछु Stop it. Get some help. मैले अस्ति मुस्ताङकोमा के गल्ती गरेछ भने यसरी क्यामेरा वाइप गर्न बिर्सेछु क्या त्यहाँदेखि फर्किँदाखेरिको क्लिप मेरो सब धुलोवाला छ मेरो चाहिँ यो गोप्रोमा यति धेरै भिडियो रेकर्ड गरेको थिएँ तर सबै यस्तो सेतो भएछ यति सेतो त मेरो फ्युचर पनि छैन त्यति ब्राइट भएछ क्या के हो यो यस्तो सेतो न सेतो भएछ अनि त्यही माथि ऊ पनि छैन के अरे आवाज पनि छैन माइक पनि के भयो खाने स्टाइल चाहिँ क्रिम रोल अनि यो हट लेमन त्यो सँगसँगै लस्सी पनि छ उहाँको लस्सी मात्र छ ल स्वर्गमा कुदाको जस्तो देखिरहेछ हाइड्रेसन ब्याग बोकेको थिएन ब्याग बोकेर आएको थिएँ अनि मेरो पानी खाँदैछु पिङ्क कलरको बोतलमा टक्क भ्यू चाहिँ यस्तो देखिरहेछ यहाँ हामी लस्सी खाने ठाउँबाट हिमाल पनि देखिरहेछ उहाँ यस्तो प्रिटी क्या आँखाबाट हेर्दा राम्रो देख्छ क्यामेरामा त्यति राम्रो आउँदैन क्या यो भ्यूहरू चाहिँ लस्सी यति मिठो छ यार लस्सी तर अझै माथिको मलाई यस्तो सहज मनपर्छ क्या हेलो मेरो माइक चेक गर्दैछु यार म माइक नै मेरो ऊ भइरहेछ क्या साउन्ड थ्याङ्क यू साउन्ड नै मेरो भइरहेको छैन क्या मिलै छैन ऱ्याग भइसक्यो ऱ्याग नो व्हाट टु डु सो हाम्रो यहाँ छ बाइक्सहरू एन्ड वी आर अल रेडी टु गो धन्नै गएको यार म माइक कनेक्ट भयो कि भएन हेर्नलाई के यो हेलमेटले अलिक गाह्रो हुने रहेछ नि त अनि त्यसपछि मिलाएर हेरेको साइडमा छिर्दिएर आएन धन्न अनि बोल्दाखेरि म बेसबारी बोल्नुपर्ने रहेछ क्या अरे किनभने माइक यहाँ छ क्या माइकले चाहिँ लास्टै अप्ठ्यारो भयो यार मैले घरबाट ट्राई गर्दा त इट वाज भेरी स्मुथ एन्ड अल राम्रै भइरहेको थियो अब आएपछि यस्तो गाह्रो हुन्छ भने थाहा थिएन मलाई अनि सुरुको चाहिँ क्लिपहरू सबै सेतो न सेतो भएको छ हामी चाहिँ भक्तपुरबाट निस्क्यौँ डराउनु पर्दैन हजुर किनभने मैले युट्युबबाट हेरेर सेटिङ मिलाएको थिएँ त्यही माथि मैले राति सेटिङ मिलाएको थिएँ कि रुममा अँध्यारोको बेला अनि बिहानै चेक गरिनँ किनभने जहिले खिचिरहेको हो भनेर हिरो भनेर त्यस्तो गरेँ मैले बोल्नलाई पनि गाह्रो छ किनभने हेलमेट अलि टाइट छ क्या एकदम अलि होइन एकदमै टाइट छ सो अब अनि माइक पनि पहिला क्यामेरा अन गरेर कनेक्ट हुन छोडिदिएर बल्ल कनेक्ट हुने रहेछ बल्ल थाहा पाइयो त्यही पनि हो कि होइन थाहा छैन मैले थाहा पाउनु चाहिँ पाएँ अब मैले थाहा पाएको सही हो कि होइन थाहा छैन जे होस् अब गीत सुन्दै जान्छु अनि अब हामी सिधै खाना खाने ठाउँमा रुक्छौँ होला कि त नरुक्न नै सक्छौँ सिधै दोलखा पुग्न पनि सक्छौँ अनि चिसो पनि छ मैले यही जर्सी लगाएको छु जर्सीको भित्र इनर छ द्याट्स अल यो मिलाउनु पर्यो यार हेर्न न यहाँ पुरै यस्तो भयो हिमाल त यस्तो मिठो देखिरहेको छ यार हिमाल क्लियर देखिरहेको छ क्या घुम्नको लागि चाहिँ यो टाइम चाहिँ एकदम बेस्ट हुने रहेछ भ्याली बाहिरको लागि यस्तो क्लियर हिमाल देख्ने पप्पीहरू पनि रहेछ कस्तो मामाकै अगाडि डोक्न लगाएर तपाईँले त यार अहिले मलाई मामाले आएर ल्याङ गऱ्यो भने है ओइ अहिले तपाईँलाई हेर्नु न म ओइ अहिले तपाईँले गर्दा यहाँ मलाई मामाले आएर ल्याङ गऱ्यो भने यस्तो हुन्छ हेरिरहेको छ उपर यस्तो सेक्सी छ भने बाइक हेर न मेरो यहाँ यस्तो हालेको पनि आफ्नो नामको टक्क लगाएर नि हेलो किटी छ हामी चाहिँ यहाँनिर स्टप लियौँ किनभने उता दोलखाको बाटो बनाइरहेको रहेछ सो यहाँ बाइक्स अनि उसलाई भोक लाग्यो ऊ खाजा खाँदैछ म पनि अब पिरो के हुन्छ त्यही खान्छु एन्ड विल गेट गोइङ खोइ के खाम भयो पिरो राइड आएको कि खाना आएको थाहा छैन खाएको फेरि अन्डा चना आलु चना अन्डा विथ एक्सट्रिम उसको चाहिँ कोका-कोला उसको कोका-कोला फिगर छ मेरो एक्सट्रिम फिगर सो वी आर टेकिङ अफ अघि बाटो बन्द छ भन्थ्यो
सो अहिले चाहिँ खुलिसकेको जस्तो लाग्छ किनभने उताबाट यता आइरहेछ गाडीहरू बाइकहरू एन्ड अघि चाहिँ तिनीहरूले आधी घन्टा लाग्छ भनेर भनेको थियो बट गेस वाट द न्युज वाज फेक अर्को कुरा सुनिहाल्ने बानी भएपछि यस्तै हुन्छ मैले मुस्ताङवाला भ्लगमा पनि भनेको थिएँ अर्को कुरा सुन्ने बानीले डुबाइन्छ साथीहरू अनि फेरि हामी चाहिँ अरू कुरा सुनिहाल्छौँ अझै खुला छैन सेट भयो नि त हामी त खुल्यो भनेर आएको यार दिदीलाई पुरा आइरहेछ केटी भनेर के गर्ने अब यहाँ खोला हेरौँ तलतिर गएर सुकुटे बिच आइपुग्यो एन्ड देन मैले सुकुटे बिच भन्दा पनि तपाईँहरूलाई यो माइक्रोमा लेखिरहेको कोट देखाउनको लागि क्यामेरा अन गरेको हेर्नु नि त्यहाँ लाइफ इज सर्भिस गरेर लाइफ कुदाएन भने चाहिँ चल्दैन सो हामी चाहिँ अहिले यो राइड सर्भिस गर्नलाई निस्केको आफ्नो लाइफ सर्भिस गर्नलाई माया बिच मलाई चाहिँ सुकुटे बिच भन्दा माया बिच राम्रो लाग्छ यार सुकुटे इज काइन्ड अफ त्यो क्लबिङ टाइपको बट माया बिच इज एकदम पिसफुल वाला क्या अनि म यतातिर आएको बेला आई प्रिफर माया बिच ओभर एभ्रिथिङ एल्स ओभर सुकुटे सो माया बिच चाहिँ यस्तो पिसफुल एन्ड नाइस छ मलाई खासमा आई लाइक टु स्टे इन बिच एरियाज के आई लभ बिचेस कन्ट्रोल भ्यू देखाउनको लागि क्यामेरा अन गरेको है भ्यू नै हराइदिँदा आज हामी जाँदैछौँ दोलखा एक्सप्लोर गर्न दोलखा भन्छ कि दोलखा भन्छ राम्रोसँग थाहा भएन यो दोलखा दुइटै भन्छ होला है के भन्छ भनिदिनु होला कमेन्टमा यस्तो पनि भन्ने भइसक्यो म हाँस उठ्छ हौ मलाई त किन यहाँ रोक्नु लागि साथीले क्या हुआ हाँ इस्यु ला फेरि के खानु केही खाँदिनँ यार म त मलाई चाहिँ बनिसकेको अवस्था छ अब यहाँबाट धेरै टाढा छैन भन्नुभयो 20 कति किलोमिटर भन्दै थियो अब हामी जान्छौँ सिधै दोलखा यहाँ अब फोटो भिडियो खिच्ने टक्क लगाएर यसरी कस्तो राम्रो ठाउँ ए उता गाई पनि छ त्यहाँ पनि छ ड्याम फोटोसोटो ट्याक्क पारेर खिच्यौँ अनि हामी अब चल्दिने अब कति टाढा 19 किलोमिटर 19 ओके हामी यहाँ डान्डा ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ पाखर के समथिङ चाहिँ छ त्यो यही छौँ नाइस भ्यू हावा पनि टक्क चलिरहेको आनन्दको सो वी गोना मिट यु उता पुगेर अब कता पुगिन्छ त्यता चाहिँ मेरो युट्युब भिडियो के भन्छु मलाई भन्नै आउँदैन क्या मेरो युट्युब च्यानल सब्सक्राइब बेल आइकन टिङ बजाउनु भएको छैन भने चाहिँ बजाइदिनु होला गएर मेरो युट्युब च्यानल चेकआउट गर्नु होला यो भिडियो यो भ्लग चाहिँ मैले युट्युबमा हालेको छु सो काठमाडौँ टु दोलखा अहिले 1-2 बजी होला सायद अनि द वेदर इज सपोर्टिङ अघि अलिक चिसो थियो अलि होला नि वाइल्डै चिसो थियो हाल्दै चिसो भइसकेको थियो अहिले चाहिँ इट इज ओके रमाइलो भइरहेछ रिल्सहरू टिकटकहरू त हेरि नै हाल्नुहुन्छ तपाईँले होइन माया देखाइदिइहाल्नुहुन्छ तपाईँहरूले लुना धुम्मचालेलाई अब युट्युबमा पनि माया देखाइदिनु पर्यो किनभने कति धेरैजनाले चाहिँ भ्लग स्टार्ट गर्नु भनेर भन्नुहुन्थ्यो क्या अनि मलाई चाहिँ भ्लग स्टार्ट गर्नलाई त्यस्तो कुनै गाह्रो त होइन तर के भन्ने कहाँ जाने हुन्थ्यो क्या अनि अहिले चाहिँ म अलि हिँडिरहेको छु अनि अहिले बोल्न पनि सिकिसकेँ अनि हजुरहरूले टक्क माया देखाएर युट्युब च्यानल यही छ लुना धुम्मचाले भनेर
अप्पर मुस्ताङसम्मको डे 1 को पनि भ्लग मैले अस्ति हालिसकेँ। डे 2 को हाल्नुभन्दा अगाडि चाहिँ म सायद दोलखाको हाल्छु होला, किनभने धेरै भयो नि त ग्याप। अनि त्यसपछि मलाई त्यो अलि मन नै उ भइसक्यो क्या, हालौँ न जस्तो भइरहेको छ। सो डे 2 हाल्नुभन्दा अगाडि चाहिँ म यो राइड टु दोलखा हाल्ने छु। हेरिदिनु होला सबैजनाले। अनि डुना धुम्म चलेमा सब्सक्राइब गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु, सपोर्ट गर्नु पऱ्यो नि होइन हेरेपछि। अनि हेरिदिनुहोस्। अनि मेरो 1 मिलियन सब्सक्राइबर पुगेपछि चाहिँ म मेरो फेस रिभिल गरिदिन्छु ट्याङ लगाएर। थोप्रा देखाउनु भनेर भन्नुहुन्छ मलाई। अलि इन्सिक्योर फिल हुन्छ क्या म आफ्नो अनुहारदेखि, त्यसैले चाहिँ मैले फेस नदेखाएको हो। जहाँ पनि हेलमेट लगाएर हिँड्ने त्यही भएर हो। तपाईँहरूले अनर्थ नसोचिदिनु होला। मलाई कति धेरैले कमेन्ट गरिसके के अरे सुत्दा पनि हेलमेट लाउँछ तिमीले भनेर, रुममा पनि हेलमेट लाउँछ, ओहो कति क्युट रुममा पनि हेलमेट लाउँछ ह्यान त्यान भनेर। त्यस्तो होइन, मलाई पब्लिकली चाहिँ फेस देखाएर मलाई त्यो गर्ने चाहिँ मलाई आँट आउँदैन। त्यसले गर्दा चाहिँ हेलमेटभित्र चाहिँ म एकदमै कन्फिडेन्ट मान्छे है। फेरि यस्तो कन्फिडेन्ट हो होइन, हेलमेटभित्र एक्लै हुँदा है, फेरि एक्लै अनि अथवा मेरो एकदम क्लोजेस्ट फ्रेन्डहरूको अगाडि मात्र म कम्फर्टेबल हो अनि एकदम कन्फिडेन्ट मान्छे हो। नभए नयाँ मान्छेसँग त त्यस्तै हो, म लाद पर बस्छु, बोल्दा पनि बोल्दिनँ। कति धेरै चाहिँ मलाई भेटेकोहरूले थाहा पनि होला म कस्तो मान्छे छु भनेर। नयाँ भेट्नु भएकोहरू त पागल हुन्छ भने म हेलमेटै खोल्दिनँ क्या जहाँ पनि। अनि हेलमेट खोल भन्नुहुन्छ, म हेलमेटै खोल्दिनँ। मलाई कम्फर्टेबल लाग्छ क्या हेलमेटभित्र हुँदाखेरि नै। यो मेरो पर्सनालिटी नै हेलमेट बेस्ड भइसक्यो क्या अहिले। दोलखा आइसक्यो। दोलखामा चाहिँ मलाई प्रायः यता शेर्पाहरू बस्छ जस्तो लाग्यो है, के होइन। किनभने मेरो साथी पनि एउटा शेर्पिनी थियो स्कुल हुँदाखेरि, अनि ऊ पनि दोलखाकै थियो क्या। अनि 2-3जना मैले बाटोतिर यसो यताउता देखिसकेँ होइन। सबैजना फेस चाहिँ त्यस्तै शेर्पा जस्तो छ। दोलखामा प्रायः शेर्पै बस्नुहुन्छ होला आई गेस। त्यसैले पनि यति सफा छ। शेर्पाहरू राष्ट्रिय सफा सुग्घर हुन्छ नि है, इफ आइम राइट। उनीहरूको घर यस्तो चिटिक्क हुन्छ कि सबै वेल मेन्टेन हुन्छ क्या। उनीहरूको फुडदेखि लिएर बस्ने ओर्ने सबै मलाई वाइल्डै मनपर्छ शेर्पाहरूको चाहिँ। मान्छे पनि त्यत्तिकै राम्रो हुन्छन्, बोली पनि त्यस्तै रुखो बोली हुन्छ। मलाई त्यस्तै मान्छेहरू मनपर्छ क्या। चिप्ले घस्ने मान्छेहरू मन पर्दैन क्या मलाई। जे हो त्यो हो, मुखमा बोलिदिने प्याच जस्तो मान्छे मात्र मनपर्छ। अनि पुरै घेरे खाइहाल्नु हेर्नु कहाँ छिरे म धन्नु। अलि यस्तो साइडमा हेरेको मेरो मुटै चिसो भयो। रोकम यार, ओ मामा कस्तो राम्रो थियो। अघि त झन् साइड हेरेको पुरै हिमालले घेरे के। आजमा सुन्यो गरेको मेरो कानको जाली बुन्यो। मैले अघि नै यस्तो सही देखेँ भने यस्तो साइड हेरेको होइन, पुरै हिमालले यस्तो काटेको थियो कि हिमालले। त्यो मैले सोचेको पनि थिइनँ क्या। यतिकै यस्तो हेरेको पुरै हिमाल यस्तो काटिरहेको अरे। गाइस हेर ल यस्तो राम्रो। ओहो त्यो कस्तो, त्यो ल्यान्डस्केप पनि कस्तो राम्रो देखेँ क्या है। त्यो डाँडा अर्कै मिलेको वाला के टक्क। ओ माई गड, खिचिरहेको क्यामेराबाट भने मैले। So beautiful. तर खिच्नु पर्ने है मोबाइलबाट पनि, दामी आउँथ्यो होला अघि त्यो एङ्गल। ए हो त्यस्तै हेर्दैछु म। सही यार, तर चिसो छ यार यता चाहिँ। बाटो यस्तो राम्रो, हिमाल पहाड डाँडा काँडा सब देख्ने यार। कस्तो राम्रो के, तलको यो डाँडाहरू पनि कति पछि देखेर होला यस्तो राम्रो लागिरहेको छ मलाई चाहिँ हेर्न नि। मक्ख परेर सारी ढुङ्गा सिधै तल जाउँ। ओए कस्तो ब्युटिफुल भिलेज यार।
ला 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 ला। त्यहाँनिर छ पोखरी। आई लभ पोखरी एन्ड खोला नाला। डाँडा भन्दा पनि कस्तो ह्यान्डसम तिमी कस्तो ह्यान्डसम सामान हेर्दै है त ल ब्यागको के अरे बाइकको पनि ए ल केही भयो भने हामी यहाँ टक्क लाएर ऊ चाहिँ त्यो मन्दिर जान्छ रे म मन्दिर जान्न म यहाँ बसेर पप्पीसँग खेलेर बस्छु है ए हात दे हात दिन आउँदैन अयो ल ऊ चाहिँ अब मन्दिर जान रेडी कस्तो रिस उठ्छ न भाइले लामा धुम मजाले भन्दै यार मलाई हुन्छ आऊ 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 यता चाहिँ गएको हुन्छ रहेछ आऊ म उता जान्छु बिचमा बस हस् थ्याङ्क यू हस् थ्याङ्क यू बाई बाई खैरु क्या हो यार बवाल छ त मजा आयो नि तपाईँलाई ओके यस्तो भन्नुपर्छ लबर बाटै छैन नेपालीहरू बाटो छैन त यार कहाँ उताबाट हो रे उता ऊ त्यता रहेछ जाने हो ओके 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 कहाँ पुग्यो त यहाँबाट चाहिँ कहाँ पुग्यो ल अब मेरो खिच्न टक्क लगाएर ल अब हामी यहाँ फोटो भिडियो खिच्छौँ यस्तो राम्रो भ्यू छ यहाँ ल जाउँ मेरो खुट्टा सो वी गाना गो टुडु 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 लाएर अघि त खुट्टै मड्किदिरहेको मेरो औँला नै माथि माथि चढिरहेको कहाँ चढ्नु त म हिमालमाथि पहाडमाथि चढौँ यो एउटा यो एकल काटे ढुङ्गाले लडाउँछ क्या यस्तो रिस मलाई यो एकल काटेलाई ठङ्ग हान्यो क्या माथि जाँदा कस्तो कति लामो लागेको थियो तल तल आउँदाखेरि चाहिँ मजा आयो थोरै रहेछ कटो त्यो बादल यस्तो दामी देखिरहेछ बादल हेर न बादल माथि हिँड्दैछु म साथीहरू कैसे कैसे लोग रहते हैं यार यहाँ पर ओए पछाडि कस्तो दामी सनसेट देखेर कस्तो राम्रो आयो यार सो हामी चाहिँ आइपुगिसक्यौँ दोलखा दरबार अब हामी फ्रेसन अप हुन्छौँ हेलो सो दिस इज आवर रुम कस्तो राम्रो छ टोइलेट पनि हाई त्यही हामीले चाहिँ धन्यवाद दिदी रे हस् वेलकम दोकान खोल्न आउँदैन काठमाडौँको पाखेर सो नाइस यार त्यहाँ सनसेट भएर चाहिँ यस्तो राम्रो देखिरहेको छ त्यो यस्तो फेरि यहाँ छुट्टै चाहिँ कवच नै लाउनुपर्छ उसको हुडी पनि कवच धन प्यान्ट र चप्पल चाहिँ कवच छैन रहेछ बोक्नु त आया यस्तो ढोका खोलिदिने पनि मान्छे नभए जिन्दगीमा ढोकै तान्नु सकेन क्या यहाँ मेरोमा चाहिँ यस्तो देखेँ के भने मैले मेरोमा यस्तो देखेँ सो यो ठाउँमा चाहिँ यहाँ यस्तो क्युट स्पेस रहेछ हामी चाहिँ यहाँ बसेर टक्क लगाएर खान्छौँ मैले चाहिँ भेज खाना र के मात्रै अर्डर गरेको थिएँ उसले चाहिँ पिज्जा चिकन चाउचाउ के हो सब मगाएको छ अनि यहाँ चाहिँ यो किचन एरिया यो रहेछ अनि यो चाहिँ होटेल इट्स लाइक सो
प्रिटी क्या बिग्रेको बाटोहरू रमाइलो लाग्न थाल्यो यस हाम्रो खाना आइसक्यो यहाँ कल गर्नुहुन्छ जस्तै कि अब अफरमा त मलाई रमाइलो लाग्छ नि त च्याउ अनि उसलाई पनि यो पालि चाहिँ रमाइलो भएछ बेबी गर्ल रेकर्ड अन रहेछ यो मान्छे चाहिँ पिज्जा खान लाग्नु भएको छ किनभने उसलाई अझै भोक लाग्यो अरे भोक मिटेको छैन अरे अनि मेरो चाहिँ मान्या छ साँच्चीकै टोइलेटहरू यसरी बोल्ने भएको भए के हुन्थ्यो होला म पहिला सोच्ने गर्थेँ क्या लाइक यो फर्निचरहरू नि बोल्छ होला बस्दाखेरि यहाँ भन्छ होला अनि यो चम्चाको नाम चम्चा किन भयो होला बोटुको किन भएन होला अनि त्यस्तै सोध्छु अरे म त ओरिगेनो छ त त्यसो म माम खान्छु नि हेर्छु अनि त्यसपछि हामी सुत्छौँ अनि भोलि बिहान भेट्नु पर्ला बाई बाई सी यू टुमरो गुड नाइट गुड मर्निङ एभ्रिवान यो हो हाम्रो होटेलको बाइक भ्यू अनि सनराइज चाहिँ भइसकेको छ यता सनराइज हेर्ने भन्नु बसेको थियो तर यस्तो चिसो छ क्या यता अनि सोधेको सुधे भएछ तर घाम लागेपछि चाहिँ इट्स नट सो कोल्ड काठमाडौँ जस्तै नै रहेछ अब फ्रेस हुन्छु दिदी चाहिँ अब नुहाएर उता गाडी मन्दिर जाने रे अनि म चाहिँ नुहाएर स्टोरीहरू पोस्ट गर्दै बस्छु ल हालिदिन्छु नि म ल पुरा सुतिरहेको छैन त्यो राति त्यो के अरे उसले खान्छ नि बेडहरूमा त्यो किराहरूले काठ खान्छ नि त्यस्तो आवाज के कान तिखारिसक्यो है म यस्तो गर्छु अब रोक्ला 15 भयो 20 मिनट भयो रोक्दैन गाले बाटो यस्तो गरेर चौँ किन छौ कस्तो छिटो उठायो क्या फेरि झ्वासै उठ्दिन म त ला यो मान्छे अनि फेरि अनि के अरे दाँत कुरिरहेको थियो त्यही भएर ए भनेर सुत्यो होइन फेरि सुरु भयो कि त्यसपछि यता छुएपछि नि फेरि गरेँ मैले म त उसले चाहिँ के अरे भेज भन्न बिर्सेछ क्या ब्रेकफास्ट अनि यो के हो ससेज अन्डा सन्डा आयो ब्ल्याक कफी विथ नो सुगर कफीमा विथ नो सुगर खायो भने यस्तै चाहिँ सुगरै चाहिन्छ अनि रातभरि राम्रोसँग सुत्न पनि पाएन किनभने आफ्नो बेड आफ्नो पिलो भएन भने चाहिँ निद्रै लाग्दैन क्या अनि भ्यू अघि मैले तपाईँहरूलाई देखाइसकेँ अब चट्ट लागेर यहाँ ढोका खोलेर कफी खान्छु ल दिदी पनि आइपुग्नु भयो चक्क लगाएर पूजासुजा गरेर अनि ठ्याक्क मेरो भेज ब्रेकफास्टमा पुरी तरकारी दही कसले हान्छ बरु यो ठिक छ यार यो ब्रेड जाम त्यो आउनुपर्ने हो अन्त ठिकै छ हेर्नु साथीहरू केटीहरू घुम्दाखेरि यस्तो हुन्छ यहाँ हेर्नुहोस् बेड चकाचक मिलाएको छ अझ त्यहाँ हेर्नु पिलो पनि त्यहाँ डिजाइन गरेर त्यसरी राख्दैछ यो साइडमा हेर्नु टवेल पट्टाएर यहाँ पनि डिजाइन पनि राखेको होला त्यो यसरी त्यो पनि त्यहाँ राख्दैछ यतिको समय चाहिँ कसरी राख्दैन होला ल वाह वाह मान गई बेटी मान गई बेटी ल यहाँ पनि खाइसकेर पनि यसरी मिलाएर राख्छ कसैले यसरी राख्छ म राख्छु म ल ओसिडी मान्नु पऱ्यो अझ पिज्जाको पनि हेर्नु यहाँ मेरो अनुहारले मैले स्याम्पूहरू यहाँ यसरी पिज्जा राखेको थिएँ उसले हेर त्यहाँ लगेर घरमा यति गरेर निस्किँदैन यो मान्छेले यस्तो चकाचक बनाइदिएछ ल हेर्नु है अब कोही होटेलले हामीलाई स्पोन्सर गर्छ भने हामी सफा गर्न रेडी भइसकेको छौँ आफ्नो घर जानलाई माइती घर उहाँ पनि रेडी भइसक्नु भयो कहाँ जानलाई माइती घर ओ मामा म चाहिँ कान्छु कवच उसको बच्चाको नाम पनि कवचै लाग्छ होला भनेर मलाई चिन्ता लागिसक्यो साथीहरू त्यही छ होटेल यत्रो ठुलो छ कि म्याप पनि छ यताउता जाने भनेर सोचेको होइन पछि यो त भाग्ने प्लान पो रहेछ यो त आगो लाग्यो भने कता भाग्ने भनेर भित्रको इन्टरियर एन्ड सर्भिस एन्ड एभ्रिथिङ इज सो नाइस सो अब हामी निस्किन्छौँ
पेमेन्ट गरेर अनि भेट्नेछौँ तपाईँहरूलाई रोडमा। सो गाइज हामी चाहिँ फाइनली होटलबाट चेकआउट गरिसक्यौँ एन्ड देन म चाहिँ हजुरहरूलाई यो दोलखाको अगाडिको त्यो देखाउन खोजेको। यसो राम्रै छ अनि उता त अगाडि ठ्याक्क दोलखाको त्यो बोर्ड आउँछ नि त्यहाँबाट अफरोड छ। मेरो आँखा फरफरायो यार, लेफ्ट आइज के भयो भयो। मैले चाहिँ जहिले पनि जुन ठाउँ पनि छोडिसकेपछि मात्रै स्टोरी हाल्छु क्या। अब जस्तो हिजो काठमाडौँबाट निस्केँ अनि दोलखा पुगेँ नि, त्यसपछि मात्र मैले काठमाडौँबाट राइड स्टार्ट गरेको क्लिपहरू हालेँ क्या। जबसम्म म राइड मेरो कम्प्लिट हुँदैन तबसम्म मैले केही पोस्ट गर्दिनँ क्या। किनभने मलाई चाहिँ वाइल्डै नजर लाउँछन् कि मान्छेहरूले, खोइ के हो कि मलाई त्यस्तो लागेको हुँदै होइन। त्यो फ्याक्टै हो, कस्तो राम्रो त्यहाँ हिमाल देखिरहेको छ, फ्याक्टै हो क्या होइन। अनि अस्ति चितवनको राइडमा पनि केही भएको थिएन मलाई है। अनि जब एउटा स्टप आयो त्यहाँनिर एउटा मैले बाइकको फोटो खिचेँ, देन मैले स्टोरी हालिदिएर म निस्केँ। एकछिनमै पानी पऱ्यो, एकछिनमा मेरो क्रास भयो क्या है। अनि त्यसै गरी अर्को अस्ति मुस्ताङमा लेते छुट्ने बित्तिकै मैले त्यतिखेर लेते हो कि कुन ठाउँ हो जे होस्, छुट्ने बित्तिकै मैले स्टोरी हालेँ। जब त्यो ठाउँ मैले छोडेको थिएन नि तबै मैले स्टोरी हालेँ क्या। त्यसपछि म त्यता पनि लडेँ एक दुईचोटि आई गेस। अनि त्यो स्किलमा फरक पर्छ भनेर भन्नुहुन्छ होला तपाईँहरूले होइन, तर मेरो त्यो स्किलमा हुँदैन, त्यो मेरो नजर लागेको छ क्या। दिलले पनि फिल गरिसक्यो त्यो कुरा चाहिँ। किनभने अस्ति मैले भनिरहेको थिएँ क्या, उसले राइड कलिङ भनेर अस्ति सर्भिस सेन्टरको हाम्रो बाइकको क्लिप हाल्नुभएको थियो। मैले नहाल्नु, पछि हालिसकेपछि घर गएपछि देखेँ नि त, नहालेको भए हुन्थ्यो। मेरो वाइल्ड नजर लाग्छ यार भन्नु भनेको, भोलिपल्ट उसको बाइकै नमिल्यो क्या, त्यस्तो भएको थियो होइन। अनि बल्ल उसले रियलाइज गर्यो तिम्रो अरामा नै नजर लागेको छ मान्छेहरूको भनेर। अनि मैले चाहिँ बिहान गुड मर्निङ भनेर हालिदिइहालेँ क्या। मेरो दिमागले के भयो भयो, हिजो रातभरि राम्रोसँग सुत्न पनि पाएन। मलाई चाहिँ आफ्नो बेड नभएसम्म हुन्छ नि, आफ्नो ओछ्यान नभएसम्म मलाई निन्द्रा राम्रोसँग लाग्दैन। अनि रातभरि सुत्न सकेको थिएन, त्यही माथि दाँत किडी गरेँ सूर्य मैले, दिदीको राम्रोसँग सुत्न पाएन। एकदम लाइट स्ट्रिप भयो क्या हिजो, त्यसले गर्दाखेरि पनि बिहान मेरो दिमाग राम्रोसँग चलेन। देन आई पोस्टेड त्यो स्टोरी। अनि आई जस्ट होप मलाई कसैको नजर नलागोस्। सपनामा मैले ट्रायम्फ चलाइरहेको देखाएको थिएँ यार। के सोचेर सुतेँ मैले थाहा छैन, त्यो सपनामा म ट्रायम्फ राइड गइरहेको थिएँ क्या। भर्खर ट्रायम्फदेखि मैले एउटा, अनि मलाई झोसँग याद आयो क्या ट्रायम्फ गइरहेको थिएँ पछि सपनामा। मजाले हेर्नु होला। अब यस्तै हो जानी नजानी बनाएको भ्लग। होप हजुरहरूले मन पराइदिनुहुन्छ होला। लाइक कमेन्ट सेयर सब्सक्राइब बेल आइकन ट्याङराङ टुङरुङ सब बजाइदिनु होला है। अनि हामी चाहिँ अलि तपाईँहरूको सपोर्ट भइराख्यो भने यसरी नै एक्सप्लोर गर्नेछौँ, नेपाल घुम्नेछौँ, नेपाल घुमेर हजुरहरूलाई देखाउनेछौँ, हजुरहरूलाई पनि आइडिया होस् अनि केटीहरूलाई पनि इन्सपायर गर्न सकौँ। त्यो हाम्रो लक्षण चाहिँ। दिदीको ब्याग अलिकति आज बाङ्गो हो कि क्या हो, अलिकति अब अगाडि अफरोड आएपछि थाहा हुन्छ। ओहो बस आयो नि त कत्रो, मलाई चाहिँ रुको भन्नुभयो दिदीले। सो अब चाहिँ हामी गो सिग्नल आइसक्यो आऊ भनेर। इन्सपायर भए खालको नि त्यसो मेसेजहरू देख्दाखेरि कस्तो खुसी लाग्ने क्या आफैलाई। आफू घुमी मात्र रहेको रहेछु हुन्छ नि। अब यो त अलि राइट आउँछ थाहा छ मलाई। घुमी मात्र रहेको रहेछु, केही गरी पनि रहेको रहेछु, मान्छेहरूको लाइफमा केही चेन्जेस ल्याउनलाई हेल्प पनि गरिरहेको रहेछु भन्ने हुन्छ। हेर्नु भ्यू लभली लभली भ्यू लभली। यो साइडमा धेरै झऱ्यो क्या राइटमा। कस्तो राम्रो के टक 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 लेयर होला अलिअलि मात्र घर। त्यो त एउटाको घर भयो भने दुनियाँ सबैले चिन्छ होला है। यसको यो भनेर त्यहाँ फेरि बिचमा चाहिँ ग्याप क्या, पुरै जङ्गल होइन, त्यहाँ एउटाको घर रहेछ। अनि फेरि त्यहाँ तल क्या पुरै यति जुब्बै, त्यहाँनिर चाहिँ 10-15 जनाको फ्यामिली होला त्यतिमा। अनि यहाँ चाहिँ रिसोर्ट होला त्यो, जहाँसम्म मलाई लाग्छ। आनन्द छ जिन्दगी है। डाँडाको टुप्पोमा गएर बस्न पाए त झन् यति रमाइलो हुन्थ्यो होला। सबै सिटीबाट टाढा। हामी यहाँ सुकुटी बिच आइसकेको छौँ। हेर न हात हल्लिरहेछ। खाम न खाम, म खान्छु। यो बोक्रासँग खाने होइन, एउटा मात्रै दिनु। ए अहिले खाने कि भरे?
So यहाँ हाम्रो माम आइसक्यो भेज माम उसले पनि भेज माम नै खाइरहनु भएको छ पूछो क्यों बजट कम है हमारा Look at her guys तो बिगरेगा भर्खर माम खाएको अनि यहाँ एकछिन बस्छौँ भनेको ऊ त नाच्न थाल्यो यार सो हामी मामसँग खाइसक्यौँ अब बाइक निकालेर जान लागेको मलाई उता बिचमा जाउँ भनेको यसले जानै मानेन होइन पक सुकुटे बेसबाट निस्कियो मैले त तपाईँहरूलाई हिजै भनेको थिएँ आई प्रिफर माया बिच ओभर सुकुटे बिच भनेर एन्ड देन उसले अलि यता छ भनेर भन्यो मैले सोचेको थिइनँ कि सुकुटे बिच जान्छ होला भनेर अनि भोक लागिसकेको थियो नि त वाइल्ड अनि ठिकै छ भनेर छिर्दिएँ एज अलवेज एज एक्सपेक्टेड नै भयो मैले जुन चिज राम्रो लाग्दैन ऊ भन्छु नि त्यो ठ्याक्क नराम्रै निस्किन्छ क्या यसरी क्लिक अब त घर आइपुग्यो यार छिटो घर आयो यार 50 किलोमिटर रे अझै तर हो भन्नुपर्छ नि अनि हिजो गएको आज फर्कायो होइन स्कुटरमा पछाडि भएको चाहिँ मेरो स्कुलको साथी हो हामी सँगै होस्टेल बसेको एकदम हरामी साथी हो हामी दुईजना दावा हो चाहिँ केटी हो अनि अगाडिको चाहिँ आदित्य कलेजको साथी हो कहाँबाट भेटेँ स्कुलको साथीलाई चाहिँ भेटिरहेको हुन्थेँ अस्ति बट देन कलेजको चाहिँ कति पछि कलेज छोडेपछि आजै होला भेटेको ओहो बाटो त खत्तम रहेछ खुसी लागिरहने ओइ भन्छ घोडै छ भनेर मजाले हेर्छु पछाडिकोलाई हेरेन कि मैले त अगाडिकोलाई हेरेँ किनभने कुदाइरहेको मान्छेहरू बोलाइरहेको हुन्छ नि त प्रायः एन्ड देन आई वाज लाइक ए अनि मैले हिजो कुरा गरेको थिएँ दोलखामा मेरो शेर्पेनी साथी थियो एउटा शेर्पेनी साथी थियो उसको घर दोलखामै हो भनेर उही हो क्या ऊ शेर्पे हो अनि उसको घर दोलखै भने जस्तो लाग्थ्यो कि हो दोलखै हो बितेको मान्छे के गरे वेन यु ट्रस्ट गुगल म्याप म्याप हेरेर विली रे यार अहिले विली हाल्यो भने कति दिन हस्पिटल बस्नुपर्छ सो गाइज हामी चाहिँ यो सायद नगरकोट आइपुग्न लाग्यो होला कि आइपुगिसक्यो मलाई थाहा छैन म नगरकोट त्यति जाँदिनँ जे होस् अब भ्लग एन्ड गर्ने समय भइसकेको छ हाम्रो राइड सेफली आइपुग्यौँ हामी घरसम्म यहाँबाट त नगरकोट पुगेपछि त घर पुग्नलाई 5 मिनट नि लाग्दैन 5 मिनट त अलि गफै भयो काठमाडौँमा त जामसाम हुन्छ नि त त्यसले गर्दाखेरि चाहिँ यहाँ पनि जामै रहेछ जे होस् नगरकोट पुग्यो होला पुगेछ कि छैन थाहा छैन जे होस् म चाहिँ अब अस्तिको पालि सबै भ्लगहरू एन्ड गर्न नपाइकन नै ऊ भयो के गाह्रो भयो थियो नि त सो यो पालि चाहिँ म भ्लग एन्ड गरिदिन्छु नै भनेर गर्दा यहाँ चाहिँ वाइल्डै जाम रहेछ यो जाओस् अनि सर जान्छु म त अनि इट वाज अ गुड राइड सो हजुरहरूलाई भिडियो मन पर्यो भने चाहिँ लाइक सेयर नाला छाप्रे थाहा छैन कहाँ हो यो लाइक सेयर सब्सक्राइब अनि बेल आइकन सबै गरिदिनु होला अनि भिडियो मन परेन भने पनि गरिदिनु होला म चाहिँ एकदम अल्छी छु त्यसैले चाहिँ अलिक गाह्रो भइरहेको छ त्यही पनि म अब चाहिँ अल्छी नमानिकन अब यो चाहिँ तल्लो छाप रे अहिलेको कहाँको छाप थियो सो या दिस इज द एन्ड अफ my Dolkha trip with this beautiful sunset. Thank you so much everyone for watching. कस्तो अलि केटाको आवाज आयो अरे Thank you so much. Thank you so much everyone for it's not के हो ढुङ्गे हो त्यो ठाउँको नाम anyways thank you so much everyone for watching my video till the end. Make sure you like, share, subscribe, press the bell icon अब चाहिँ सिक्नु पर्ने भयो यार यो बोल्नलाई